प्रिय दर्शकवृन्द नमस्कार। सरकारले आगामी आर्थिक वर्ष 2082-83 का लागि सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममा केही महत्त्वपूर्ण र दूरगामी रूपान्तरणकारी योजना समेत परेका छन्। आउनुहोस् बुदागत रूपमा केही विषयहरूलाई छलफलमा ल्याउँ। सरकारका नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू के हुन्? कृषि क्षेत्रमा उद्यम गर्न चाहनेलाई पाइलट प्रोजेक्टको व्यवस्था गर्ने, मध्य पहाडी, हुलाकी र बीपी राजमार्गलाई जोडेर हरित व्यवसायमा आधारित आर्थिक मार्ग निर्माण गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनर्संरचना गर्ने, कृषि बीमाको दायरा विस्तार गर्ने, किसानका लागि राष्ट्रिय परिचय पत्रको व्यवस्था गर्ने, बाली लगाउनु अघि नै समर्थन मूल्य तोकिने, बाली लगाएपछि अग्रिम खरिद सम्झौता समेत गरिने, भूमि सम्बन्धी विधेयकलाई यसै अधिवेशनमा पारित गरिने, त्यसैगरी सहकारी नीतिको पुनरावलोकन गरी नयाँ नीति जारी गर्ने, समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न तत्काल कोष स्थापना गर्ने, सहकारी ऋण सूचना, बचत सुरक्षण तथा ऋण असुली न्यायाधिकरण स्थापना गर्ने, चुरे संरक्षण गुरु योजना पुनरावलोकन गर्ने, राष्ट्रपति चुरे तराई मधेस संरक्षण परियोजना पुनर्संरचना गर्ने, वायु गुणस्तर कार्ययोजना लागू गर्ने, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा यूरो 6 मापदण्ड लागू गर्ने, जलवायु वित्त परिचालन रणनीति र कार्बन व्यापार नियमावली तर्जुमा गर्ने। त्यसैगरी भनिएको छ कि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्युत प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने, स्टार्टअपसँग जोडेर सबै प्रदेशमा व्यवसाय सम्वर्धन केन्द्र स्थापना गर्ने, धौवादी फलाम कम्पनी र विशेष आर्थिक क्षेत्रहरूलाई सार्वजनिक निजी साझेदारीमा अगाडि बढाइने भनिएको छ। नेपाल व्यापार एकीकृत रणनीति र व्यापार घाटा न्यूनीकरण कार्ययोजना लागू गर्ने, लजिस्टिक गुरु योजना निर्माण र कार्यान्वयन गर्ने, ग्रिन हाइड्रोजन व्यावसायिक उत्पादन, पेट्रोलमा बायो इथानोल मिसाउने नीति कार्यान्वयन गर्ने भनिएको छ। प्राकृतिक, सांस्कृतिक र साहसिक र चलचित्र पर्यटनको गन्तव्यका रूपमा नेपाललाई विस्तार गर्ने, नेपाललाई आरोग्य र ध्यान पर्यटनको स्थलका रूपमा प्रवर्तन गर्ने, विश्व सम्पदा सूचीमा थप स्थानहरू समावेश गरिने, त्यसैगरी नेपाल वायु सेवा निगमको पुनर्संरचना गर्ने भनिएको छ। नेपाल हवाई सेवा प्राधिकरण र नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी विधेयकहरूलाई संसदको चालु अधिवेशनबाट पारित गरिने, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य गर्ने, आगामी दशकलाई आन्तरिक रोजगारी दशक बनाउने भनिएको छ। त्यसैगरी शिक्षातर्फ विद्यालय शिक्षाको शासकीय सुधारका लागि दीर्घकालीन मार्गचित्र बनाउने भनिएको छ। विद्यालय शिक्षा सम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने, विक्रम सम्वत 2084 भित्र सबै बालबालिकाले आधारभूत शिक्षा पाउने व्यवस्था गर्ने, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम परिमार्जन गर्ने, प्राविधिक शिक्षालाई विश्वविद्यालय तहसम्म पुर्याइने भनेको छ। स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नसिपको व्यवस्था गर्ने पनि भनिएको छ। बढीमा हप्तामा 20 घण्टा कामको न्यूनतम ज्याला निश्चित गरी कमाउँदै पढ्दै नीति लागू गरिने भनिएको छ। विकट भौगोलिक क्षेत्रलाई लक्षित गरी आवासीय विद्यालय स्थापना गर्ने, शैक्षिक बैंक स्थापना गर्ने, दरबन्दी पुनरावलोकन गर्ने, राष्ट्रिय योग्यता मापदण्ड जारी गर्ने, स्पोर्ट्स स्कुल कार्यक्रम सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी र उनीहरूका सन्तानका लागि अध्ययन छात्रवृत्ति प्रदान गर्ने, राष्ट्रपति महिला तथा उत्थान कार्यक्रम पुनर्संरचना गर्ने, बाल हेल्पलाइन सेवालाई नागरिक एपसँग जोड्ने, निरोगी नेपाल अभियान सञ्चालन गर्ने, सबै प्रदेशमा सघन जलन उपचार र मुटु सेवा विस्तार गर्ने, फागुन महिनालाई नसर्ने रोग स्क्रिनिङ महिना घोषणा गर्ने, क्यान्सर तथा मृगौला प्रत्यारोपण सेवा प्रदेश स्तरमा विस्तार गर्ने, काठमाडौँमा राष्ट्रिय न्युरो साइन्स केन्द्र स्थापना गर्ने, जनरल नर्सिङ कार्यक्रम सञ्चालन गर्ने, बिमा बोर्डको पुनर्संरचना गर्ने, सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गराउने, औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी एकीकृत ऐन तर्जुमा गर्ने, त्यसैगरी विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय सञ्चालन गर्ने, नयाँ जनसङ्ख्या नीति तर्जुमा गर्ने, भृकुटी मण्डपलाई अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्रका रूपमा विकास गर्ने, एक स्थानीय तह एक स्मार्ट हुलाक अवधारणा कार्यान्वयन गर्ने, नेपालको आफ्नै भू उपग्रह सञ्चालन र सुरक्षित साइबर स्पेस निर्माण गर्ने, त्यसैगरी राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय आगामी आर्थिक वर्षबाट सञ्चालनमा ल्याउने, नागरिक सेवा केन्द्र स्थापना गर्ने, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सङ्घीय अध्ययन प्रतिष्ठानमा रूपान्तरण गर्ने, निजामती सेवा विधेयक
यसै अधिवेशनबाट पारित गरिने। परराष्ट्र मामिलामा सबैसँग मित्रता, छैन कसैसँग शत्रुता नीति अवलम्बन गर्ने। प्रधानमन्त्री कार्यालयलाई सेन्टर अफ एक्सलेन्सका रूपमा विकास गर्ने। विक्रम सम्वत 2083 भित्र सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी सबै अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्ने। राष्ट्रिय लेखा अनुमानको आधार वर्ष परिवर्तन गरिने। त्यसैगरी उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भनिएको छ। कर प्रणालीमा संरचनात्मक रूपान्तरण गरिने, वैकल्पिक वित्त कोष स्थापना गरिने, वस्तु विनिमय सम्बन्धी कानुनको निर्माण गरिने, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरिने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागू गरिने, बैंक तथा वित्तीय संस्थाको खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने, डिजिटल बैंक सम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था पनि गरिने भनिएको छ। त्यसैगरी बीमा सूचना केन्द्र कार्यान्वयनमा ल्याउने भनिएको छ। दर्शकवृन्द, यी र यस्ता धेरै नै महत्त्वपूर्ण र दूरगामी एउटा रूपान्तरण ल्याउन सक्ने खालका कार्यक्रम र योजनाहरू परेका छन्। दर्शकवृन्द, सरकारले सार्वजनिक गरेका यी वार्षिक नीति तथा कार्यक्रम के साँच्चै सफल हुन सक्लान्? के साँच्चै कार्यान्वयनमा आउन सक्लान्? यहाँलाई के लाग्छ? कृपया कमेन्ट गर्नुहोला। दर्शकवृन्द, नियमित रूपमा विकास निर्माणका भिडियो सामग्रीहरू हेर्नका लागि यस नयाँ दैनिकी च्यानललाई सब्स्क्राइब गर्न हार्दिक अनुरोध गर्दछौँ। भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद।